एउटा चाहिँ परिस्थिति जटिल छ, चुनौतीपूर्ण छ भन्ने त सबैको सहमति भयो। राष्ट्र सङ्कटमा छ भन्ने पनि भयो। त्यसमा चाहिँ करिकरि मैले बुझ्दा सबैको नै सहमति देखियो, अप्ठ्यारोमा पर्यो भन्ने कुरामा। तर समाधान र निकास के भन्ने बारेमा केही साथीहरूले भन्न खोज्नु भयो, पहिला तपाईँहरूले पद छोडिदिन पर्यो र नेताहरूले चाहिँ छोडिदिएपछि त्यहीँबाट सुरु हुन्छ भन्ने खालको भाव व्यक्त गर्नुभयो। एक थरी साथीहरूले हिजो पनि र आज पनि तपाईँहरूले अलि लचिलो भएर सबैलाई समेट्ने गरेको, तपाईँ अगाडि आएर समेट्नु पर्यो पनि भन्नुभयो। म दुवै थरी साथीहरूलाई विशेष रूपले धन्यवाद भन्न चाहन्छु। अब विषयलाई प्रस्तुत गर्ने हिसाबले मैले अब लामो बोल्नु पर्ने लागेन। पुरुषोत्तम दाहालले जे भन्नुभयो, जसरी भन्नुभयो, मेरो मनभित्र अहिलेको देशको राष्ट्रिय सङ्कट भनेको के हो, के कारणले पैदा भयो, यो किन धेरै गम्भीर छ, इतिहासकै सबभन्दा चाहिँ कठिन मोडमा नेपाल छ भन्दाखेरि मैले उहाँले भन्न खोज्नु भएको कुरासँग मेरो बुझाइ सबभन्दा बढी मिलेको महसुस गरेँ। तपाईँहरू सबैले बुझ्नुभयो। मैले योभन्दा बढी बोल्नु त्यति उचित हुँदैन अहिले। त्यसले हामी कसैलाई पनि फाइदा गर्दैन भन्ने छ मेरो। तर राष्ट्र सङ्कटमा छ, धेरै चिजहरूमाथि प्रश्नहरू उठेका छन्। त्यसकारण तपाईँहरूले जे राख्नु भएको छ ती कुराहरूप्रति मेरो मूलभूत रूपमा समर्थन नै छ। 23 र 24 के हो भनेर एकजना चाहिँ मित्रले अलिक कडा राख्नुभयो। हामीले पनि ठ्याक्कै 23 गते जेनजी युवाहरू र नेपाली जनताको पनि सरकारप्रति, राज्यप्रति, पार्टीहरूप्रति असन्तुष्टिको अभिव्यक्तिका रूपमा, एउटा आन्दोलनको अभिव्यक्तिको रूपमा नै हो। त्यो पवित्र पनि छ, त्यो महान पनि छ। त्यसले झकझकाइदियो हामी सबैलाई। त्यहाँसम्म जसरी चाहिँ नरसंहार भयो त्यो दुःखद छ, त्यो भर्सना योग्य छ र ती शहीदहरूलाई हामीले महान शहीद भनि नै सकेका छौँ। 24 गते बिहानसम्म रियल जेनजीहरू चाहिँ आन्दोलनलाई सकारात्मक र रचनात्मक बनाउने कोसिसमा थिए। तर 11-12 बजेपछि उनीहरूको हातबाट सबै चिज अर्को ठाउँमा पुग्यो र विध्वंसतिर गएर नेपालको इतिहासमै सबभन्दा ठुलो विध्वंस भयो। 2-4 घण्टा भित्रै त्यसलाई हामीले विध्वंस नै भनेका छौँ र त्यसका दोषीहरूलाई अनुसन्धान गरेर उच्चस्तरीय छानबिन गरेर कारबाही गर्नुपर्छ भनेका छौँ। अहिले पनि हामीलाई यो नै सही हो भन्ने लाग्छ। अब त्यो विध्वंस गर्ने रातारात भएको थियो भन्दा होइन, त्यसको पछाडि पक्कै पनि लामो तयारी, योजना सबै थियो भन्ने कुरा देखिएकै छ। त्यसकारण मैले भन्न के खोजेको हो भने यसको समाधान गर्न शान्ति, लोकतन्त्रका पक्षधरहरू, खालि राजनीतिक दल मात्रै मैले भनेको होइन, तपाईँहरूले राजनीतिक दल मात्रै भनेको हो कि भने जस्तो गरी पनि प्रश्न गर्नुभयो। यो राष्ट्रिय अप्ठ्यारो र सङ्कटको स्थितिको समाधानको निम्ति सर्वपक्षीय राजनैतिक सहमति आवश्यक छ भने सर्वपक्षीय, त्यसमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, राष्ट्रिय जीवनमा चाहिँ योगदान गरेका त्यस्ता व्यक्तित्वहरू समेतको राष्ट्रिय राजनैतिक सहमतिको निम्ति राष्ट्रिय राजनीतिक सम्मेलन भनेर हुन्छ या के भनेर हुन्छ, एउटा सोचे सम्झेको निष्कर्षमा, गहिरो निष्कर्षमा पुग्न जरुरी छ भन्न खोजेको। चुनाव सम्पन्न गर्नको लागि पनि त्यस खालको सहमति, समझदारी आवश्यक छ। चुनाव हुन सक्ने स्थिति भएन भने के गर्ने भन्नको निम्ति पनि त्यस्तो सर्वपक्षीय राजनैतिक समझदारीको
को प्लेटफर्ममा हामी जान जरुरी छ भन्न खोजेको हो। मैले योभन्दा बढी नभनिकन तपाईँहरूलाई केसम्म म भन्न सक्छु र भन्नुपर्छ भन्ने लागेको छ भने मेरो सबै राजनीतिक दलसँग संवादमा छु म। सबै राजनीतिक दल ठुला साना सबैसँग र जेनजीका रियल जेनजी प्रतिनिधि जसले 23 गतेको आन्दोलनको निम्ति शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै सिडिओ कार्यालयमा गएर सहमति लिन जाने, स्वीकृति लिन जाने जेनजी युवादेखि तपाईँहरूले यहाँ अहिले चर्चा गर्न खोज्ने प्राय सबै जेनजी प्रतिनिधिहरूसँग पनि म संवादमा छु। तपाईँहरूलाई त्यो पनि जानकारी होस्, किनभने जेनजी जेन्युन जेनजीलाई पनि विश्वासमा नलिइकन अब फेरि हामी राष्ट्रिय सहमतिको वातावरण बनाउन सम्भव छैन। रियल जेनजीलाई विश्वासमा लिएर मात्रै फेक जेनजीलाई एक्सपोज गर्न सकिन्छ, जो कहीँ न कहीँबाट परिचालित सञ्चालित या के भन्ने चर्चा जो चलिराखेको छ। तपाईँहरूले पनि कुनै न कुनै रूपमा त्यसलाई व्यक्त गरिराख्नु भएको छ। त्यो रियल जेनजीलाई विश्वासमा लिएर उनीहरूका जेन्युन डिमान्डलाई सम्बोधन गर्ने उपाय खोजेर मात्रै रोक्न सकिन्छ। फेरि यो जेनजी भनेको एउटा उमेर समूह युवा, यो नेपालको मात्रै परिघटना होइन। हामी सबैलाई थाहा भएको यो इन्टरनेसनल फेनोमेना भएर आयो। पहिला समाजवादलाई हामी क्रान्तिलाई अन्तर्राष्ट्रिय फेनोमेना भन्थ्यौँ क्या, परिघटना भन्थ्यौँ। अहिले त जेनजी आन्दोलन अन्तर्राष्ट्रिय परिघटना। फिलिपिन्समा पनि त्यही छ, इन्डोनेसियामा पनि त्यही छ, नेदरल्यान्डमा पनि त्यही छ, तपाईँ अहिले त भारतको लद्दाखमा पनि त्यही छ, श्रीलङ्कामा पनि त्यही छ, बङ्गलादेशमा पनि त्यही छ। भनेपछि यो नेपालमा विचित्र भयो भन्नुपर्ने पनि कुरा छैन। यो इन्टरनेसनल फेनोमेना मा कसले लगानी गरेको छ, यसलाई कसले प्रोभोक गरेको छ, जेन्युन युवाहरूको आकांक्षालाई मनोविज्ञानलाई सम्बोधन गर्न सम्बन्धित देशका सरकारले कहाँ गल्ती गरे, यो सबै कुराको इन्टरनेसनल्ली अध्ययन हुनु पर्यो। यो नेपालको मात्रै अध्ययनले यसको तहसम्म पुग्न सकिँदैन। अन्तर्राष्ट्रिय रूपमा नै यो फेनोमेना कसरी जन्मेको छ, सूचना प्रविधिसँग, इन्फर्मेसन टेक्नोलोजीसँग यसको के रिलेसन छ, यो सबै कुरा र त्यसको सञ्चालन कहाँबाट कसरी भएको छ। मैले एकजना बुद्धिजीवीको इन्टरभ्यू, भारतीय बुद्धिजीवीको एकजनाको चाहिँ मैले हेरेँ, तपाईँहरूले पनि सायद हेर्नुभयो होला। उहाँले के भन्नु, नेपालमा के भएको यो 2 दिनमै केही घन्टाभित्र नै यत्रो ठुलो असाधारण परिघटना किन भयो, के हो यो भन्दा उहाँले के भन्नुभएको छ भने यो चटपटे विस्फोट हो। चटपटे विस्फोट भन्ने शब्द प्रयोग गर्नुभयो र उहाँले व्याख्या गर्नुभयो चटपटे भनेको यसमा सरकारका गलत क्रियाकलापबाट असन्तुष्ट मान्छेहरूको जमात छ, यसमा राजावादीहरू चाहिँ फेरि राजतन्त्र पुनर्स्थापना गर्न चाहनेहरू पनि त्यहाँ सक्रिय रूपले लागेका छन्। पार्टीभित्रै असन्तुष्ट भएको, हरेक पार्टीभित्रका असन्तुष्ट पक्ष पनि कुनै न कुनै रूपमा त्यसमा सहभागी भएका छन्। अनि विभिन्न चाहिँ देशी विदेशी सङ्घ संस्था, एनजिओ आइएनजिओहरू पनि त्यसमा आफ्नो इन्ट्रेस्ट अनुसार सहभागी छन्। त्यसैले एउटा कसैको मात्रै भन्न मिल्दैन यो चटपटे विस्फोट भयो भने जस्तै। यसमा धेरैले धेरै इन्ट्रेस्टहरू थिए, तर जेन्युन युवाहरू चाहिँ 24 गते दिउँसो पुग्दा नपुग्दै त्यसबाट पछि हटेकै थिए। गलत भयो है, घुसपेट भयो, गलत भयो, हामी छैनौँ, तर सुन्नेको त्यो परिस्थितिमा जो गएको छ। त्यसकारण मैले पुरुषोत्तमजीको भनाइ गम्भीर छ है, त्यही त्यसैको वरिपरि छ कहीँ न कहीँ सत्य। कारण हामी सबैले त्यसको त अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब यो आन्तरिक मुख्य हो कि बाह्य मुख्य हो भनेर सोध्नु भयो। 23 गते आन्तरिक मुख्य हो, 24 गते बाह्य मुख्य हो। एकदम सरल भाषामा भन्ने हो भएको त्यही हो। कारण हामी गम्भीर हुनुपर्ने कुरा के छ भने हामी भू-राजनीति भनेर धेरै चर्चा गर्छौँ। हामी एउटा दुईटा विशाल छिमेकी र पश्चिम शक्तिहरूको ट्रायङ्गुलर उसमा परेका छौँ। हाम्रो भू अवस्थिति नै त्यस्तो छ। उहिलेदेखि पनि हामीले भोगेकै कुरा हो। तर अहिले आइटी सहित
सूचना साम्राज्य भनिन्छ। सूचना साम्राज्य, सूचना त एक ठाउँमा केन्द्रित एकाधिकार जस्तो छ नि सूचनामा त। साम्राज्यवाद हिजो सिधै फौज लिएर आउने र हमला गर्ने हुन्थ्यो, अहिले सूचनाबाट नै हमला हुने स्थिति जो बनेको छ यो विचारणीय छ। अब तपाईहरुले यो पनि सोध्नु भयो हैन, त्यो दिन भएको के हो भनेर पनि म डिटेलमा भन्न मैले अघि नै भने त्यति धेरै आवश्यक छैन। मैले यति त भने हामी सेक्युरिटी खोज्दै सेना कहाँ गइयो, एकदम यही हो सत्य। हामीलाई कसैले लग्या होइन, खोज्दै गइयो। गएपछि जे भयो त्यो परिस्थितिमा त्यहाँबाट खेल्न सक्ने भूमिका खेल्ने कोसिस गरियो, त्यो वातावरण बन्यो। तर हाम्रै कारणले यो बच्यो भन्ने कुरा मैले भने त्यो गलत हुन्छ, त्यो होइन मैले भन्न चाहेको पनि। त्यो जति सकियो कुरा भन्नुभयो। उही चाहिँ आग लागि भएको बेलामा एउटा चराले चाहिँ चुच्चाले जाँदै पानी ल्याउँदै खनाए जस्तोले त्यसैले निभाए भनेर सोच्नु जति गल्ती हुन्छ। हामी त्यहाँ थियौँ त्यसकारण संविधान बचाइयो, हामी त्यहाँ थियौँ त्यसकारण प्रक्रिया बचाइयो भनियो भने त्यो गलत हुन्छ, त्यो होइन। हामी अलिकति बचेका छौँ भने पनि भू-राजनीतिक शक्ति सन्तुलनले बचेका छौँ। हामी फेरि ठुलो क्षति भएको छ भने पनि भू-राजनीतिकै चलखेलका कारणले भएका छौँ। सिधा कुरा मैले जे बुझ्छु, मैले बुझेको त्यही हो। अब त्यसकारण हामीलाई जे भए पनि मैले भन्दा कहिलेकाहीँ के भन्ने गरेको छु भने हामी बचियो कसरी भन्छु कि मैले बचियो कसरी भन्ने कुराको जवाब हामीलाई सेनाले बचाएको हो कि हामीलाई जनताले बचाएको हो कि हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि कसले बचायो? अल्टिमेटली हेर्दा त सेनाले बचायो। तर सेना, हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन? सर्वोच्च अदालत किन बचाउन सकेन? राष्ट्रपति भवन किन बचाउन सकेन भनेर हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ, बडो विचित्र लाग्छ। हामीलाई त बचायो, मैले त्यसो गरेर धन्यवादको कमसेकम हामीलाई बचायो, त्यसको लागि त धन्यवाद दिनै पर्यो। हामी बचेर निक्लेर आइयो नि त। नबचाउन चाहेको भए त हामी त के अरे मुठीको ऊ जस्तो भएको थियो नि, किचिक्क पार्दै त हामी किचिक्कै हुने ठाउँमा पुगेका थियौँ। त्यसो त भइएन। के कारणले भइएन होइन? जे भए पनि सेनाकै हेडक्वार्टरमै बसेर सकुशल आउँदा त सेनालाई धन्यवाद त दिनै पर्यो नि। तर गहिरिएर विचार गर्दा हामीलाई भू-राजनीतिक शक्ति सन्तुलन र चलखेलले बचाएको हो भन्ने जस्तो लाग्छ मलाई। नत्र बच्ने स्थिति थिएन। सबैको एउटै कुरा भएको भए त हामी जे पनि हुन सक्थ्यो। त्यसकारण अब सुशीलाजीको समर्थन इत्यादि भन्नुभयो होइन? सुशीलाजीको नाम जेएनजीको त्यो डेस्कबाट भोटिङ गरेर धेरैले सुशीलाको पक्षमा, अरू पनि थिए। बालेन आफू तयार नभएपछि सुशीलामा नै चाहिँ युवाहरूको समर्थन भनेर आएपछि हामीले त्यति बेला डक्ट्रिन अफ नेसेसिटी खुब चर्चा गरियो। त्यहाँ डक्ट्रिन अफ नेसेसिटी भयो। राष्ट्रपतिले धारा 61-62 जे प्रावधान छ त्यो प्रावधानलाई टेकेर आवश्यकताको सिद्धान्तका आधारमा चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति, त्यो केपी ओली जो चाहिँ सेनाले हेडक्वार्टरमा हालेर हेटौँडा वा कता पुर्याएको भए पनि उहाँ नै काम चलाउ प्रधानमन्त्री हुनुहुन्थ्यो। फेरि त्यो प्रधानमन्त्रीको सिफारिस चाहिन्थ्यो। राष्ट्रपतिजीले प्रधानमन्त्रीलाई भेटेर सिफारिस ल्याइसक्नु भएको रहेछ। मलाई हिजो मैले केपीजीको भाषण सुने, उहाँले बडो चाहिँ आक्रामक ढङ्गले प्रस्तुत हुनुभयो। तर हामीलाई त्यति बेला जे कागज देखाइयो, प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने त उहाँले दिनुभएको थियो त। अनि अहिले यो पनि मान्दिनँ त्यो पनि मान्दिनँ भन्नुको तुक हुन्छ र राजनीतिमा चाहिँ न्यूनतम रूपले पनि
नैतिकता के हो भने प्रधानमन्त्री त्यति बेला केपी ओली नै हुनुहुन्थ्यो। केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो। अब यो सरकार हाउमा भन्न मिल्छ त? हामीले बरु मिल्ला अलिअलि, केपीजीले त भन्नै मिल्दैन। उहाँ नै सिफारिसकर्ता हो, उहाँकै सिफारिसमा टेकेर राष्ट्रपतिजीले नियुक्ति गरेको हो। त्यसकारण चाहिँ हामी त्यसको साक्षी भइयो। त्यति बेला हामी साक्षी थियौँ, साक्षी छौँ, त्यो कुरा हो। अर्को अब हाम्रो उमेशजीले अलिक कडा भन्नुभयो जस्तो लाग्यो। तपाईँले त्यति कडा चाहिँ भन्नु पर्दैन जस्तो लाग्यो मलाई। तैपनि तपाईँलाई लागेको कुरा भन्नुभयो, मेरो केही भन्नु छैन। तपाईँले सिधा सिधा भन्नुभयो। सबै साथीहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को पटक फेरि भन्नु बसौँला। म अहिले सकेँ। थ्याङ्क यू भेरी मच।